हेलो नमस्ते साथीहरु। आज म हाम्रो रमाइलो 3 च्यानलको ओनर हाम्रो आदरणीय अङ्कललाई चाहिँ म के गर्दै हुनुहुन्छ हेर्न जान लाग्छु है। आज क्यान्टिनमा चाहिँ हाम्रो अङ्कलले के गर्दै हुनुहुन्छ एकछिन हेरौँ है साथीहरु है। ल हेलो अङ्कलजी नमस्ते। दर्शन के गर्दै हुनुहुन्छ? ल ओ साथीहरु यो त बिचो छ त नास्ता गरेछ भन्नु है। नास्ता थोरै चाहिँ बचेछ। यो मासुमा खाइलाई यहाँ लेखो मासु छ। ल ओहो स्पेशल आज चाहिँ केटाहरुको दशैं आयो है। दशैं भन्दा नि फरक पर्दैन, दामी हो नि त। यहाँ दाल चाहिँ दाल पनि यति बाक्लो दाल। आहा हेर्नु त साथीहरु। अब अङ्कलले यस्तो बनाइरहनु भएको रहेछ। के हो अङ्कल मेरो त? ल यहाँ भात पनि 2 प्लेट रेडी भइसकेको छ, ट्याक्कै छ। नास्ता पनि हो। यो सरस्वती मिठो हुन्छ त यार, काची मिठो हुन्छ। खान त कस्तो हुन्छ चाहिँ ह? यो मिठो चाहिँ मिठो होला। अब यता फ्रिजमा के छ त? हाम्रो अङ्कलको फ्रिजमा हेर्दियौँ। ल फ्रिजमा धनियाहरू टक्क सागसब्जी लाएर अचारदेखि लिएर ट्याक्क ओहो ल मसला पनि हालिसक्नु रहेछ। अङ्कल मलाई झिकेर 2-20 दिन मिल्दैन? अरू त सबै ठिक छ। अब दाल पनि उम्लिँदा रहेछ बिस्तारै। अब ट्याक्क लाएर ल मसला पनि निकालिसक्नु है। ल सबैले यता च्यानल सब्सक्राइब गर्न लगाउनु पर्यो कि अङ्कल? ल सबले च्यानल सब्स्क्राइब गर्छन् के? यहाँ मेरोमा हाल्दिउ त, म हाल्नु पर्यो। ल के तिमीले हाल्ने भनेर बनाऊ हैन, म यसो के गर्नु रहेछ भनेर तपाईँलाई छट्के चेक गर्न आएको थिएँ। मलाई 2-20 निकालेर दिनुहुन्छ कि? ल चर्को खान्छु अलि। ए हजुरले मसला हालिसक्नुभयो साथीहरु है। अब मासु चाहिँ स्पेसल बन्नेवाला छ। आज केटाहरूको दशैं आयो भन्दा पनि फरक पर्दैन। घरको मसला पनि काट्दै हुन्छ फेरि। ल मसला गइसक्यो। अब चाहिँ मेरो मुखबाट पानी आइसक्यो साथीहरु। ल अझै पनि हाल्दै हुन्छ। कति मसला हो यो हालेको? मसला हो कि मासु हो खाने? हामीले धेरै मसला हाल्नु है क्या? ल यो लिएर जानलाई साथीहरु म पाउँछु कि नै हेरौँ। ए धनियाँ त हाल्नु पर्ला त यार। धनियाँ ल साथीहरु, ल हामी चाहिँ गाउँ बच्चाले एकछिनमा धनियाँ सनियाँ हाल्छौँ, के हाल्छौँ, त्यसपछि चाख्छौँ। ल हाम्रो मासु ओहो हेर्नु त साथीहरु, यति पैसा के चाहियो र हैन? अब अङ्कल भनिस् चाहिँ आज हामी मिल्यौँ है। आज चाहिँ हामी मिल्यौँ है। ल साथीहरु यति पैसा त अब केही चाहिन्न मलाई। ल हाम्रो चाहिँ यस्तो एकदम मिठो मासु भनौँ, मिठो मासु पाक्दैछ साथीहरु हैन। दामी छ। ल मासु यो मासु मेरो मुखमा जान्छ। कस्तो छ अङ्कल? मासु त एकदम मिठो बनाउनु भएको त। ल चाखेर भन। खुसी चाहिँ पार्न जान्नुपर्छ है। ल यो नि त मासु आएर चाहिँ केटोले ओहो अरू पनि छ। त्यो मुखबाट पानी आउला हेर्नु त। ओहो ल अङ्कल एकदम हजुरलाई धेरै धन्यवाद है। के भन्न चाहनुहुन्छ? सब्सक्राइब गर्नु होला सबैले, यो च्यानललाई माया गर्नु होला, कमेन्ट पनि सब गर्ने। ल सबै गर्नु। ल है साथीहरु सबै पाइसक्यो। अब आजलाई यति नै। अर्को भिडियोमा भेट गर्दै गरौँला।